हेलो गुड मर्निङ अनि नमस्कार सबैजनालाई। सो आज मेरो बिहान एज युजुअल सधैँभरि होइन बिहान उठेर तातो पानी पिउनेबाट भयो र आज मैले हतार हतार खानसाना बनाएर तातो खाएँ र त्यसपछि घर सफा गर्नतर्फ लागेँ। अनि त्यति गरिसकेपछि मुख हात धोएँ है, फ्रेस भएँ अनि क्लास जान भनेर म रेडी पनि भएँ है। ढिलो ढिलो उनीहरू थियो, सो हतार हतार रेडी भएँ र म क्लासतर्फ लागेँ। मेरो क्लास चाहिँ कोटेश्वरतिर छ, सो त्यहाँको गाडी चढेर म क्लास पनि पुगेँ। अनि त्यहाँ सरहरू बसिराख्नु भएको रहेछ इन्जोय गर्दै, सो म पनि एकछिन त्यहाँ बसेँ। सरहरूसँगै गफ गर्दै रमाइलो गरेँ र क्लास स्टार्ट गर्नुभयो र क्लास सकिसकेपछि म दिदीको घर गएँ होइन, काँडागाडीको गाडी चढेर। अनि त्यहाँ पुग्दा त दिदीले खाना पकाइरहनु भएको रहेछ बेलुकाको लागि, भेराइटिजहरू है। अनि थाल पनि किन्नु भएको रहेछ छोरीको लागि। उता आमा बिरामी भएर लाम्पासार हुनुहुन्छ र दिदीहरू चाहिँ मेरो लागि चाहिँ एकदम सपोर्टिभ हुनुहुन्छ कि भ्लगहरू बनाउनु भनेपछि। सो खुसी लाग्छ कि सबैजनाले सपोर्ट गरेको देखेर है। जेसुकै भए पनि कोही अगाडिबाट छ है घरमा भनेर दिदीहरूले सबैले सपोर्ट गर्नुहुन्छ क्या, मामुले पनि। खुसी लाग्छ त्यति हेर्दाखेरि। अनि एकछिन त्यहाँ बसेँ अनि दिदीको सासू म आमा भन्ने गर्छु अनि हामी तिनजना मिलेर एकछिन पपकर्न खायौँ। अनि खाइसकेपछि मैले दिदीलाई सघाउनतर्फ लागेँ है। प्याजमा पकाउनु पर्ने थियो, आज स्पेसल डे थियो त्यही भएर। अनि ग्यास सानो भएकोले एकछिन फ्राई गर्दै निकाल्दै रोस्ट गर्दै निकाल्दै मासु र म सब्जी त्यसरी पकाइरहेको थिएँ है। अब उपाय नै केही थिएन कि एकैचोटि हाल्यो भने बिग्रिन्छ, सो त्यही थोरै थोरै गरेर बनाउनु थालेँ। अनि त्यति गरिसकेर होइन टाइम चाहिँ निकै लाग्न चाहिँ धेरै लाग्यो कि। अनि त्यसपछि कराही बसालेँ, त्यसमा तेलहरू हालेँ मैले। अब तेल छिटा पर्छ भनेर उता तेल तात्नु त दिएँ, तर अब लुगामा छिटा पऱ्यो भने त फेरि फोहोर हुन्छ लुगा। सो दिदीले एप्रोन दिनुभयो मलाई र मैले एप्रोन लगाएर है सब्जीहरू पकाउन रेडी भएँ। र मैले काउली आलुको सब्जीमा तेल हालेर खोर्सानी हालेँ, खोर्सानी हालिसकेर प्याज पनि हालेँ। अनि त्यति हालिसकेर एकछिन चलाइसकेर अदुवा हालेँ, अदुवा लसुन पेस्ट हालेँ। अनि सबै मसला टमाटरहरू हालेँ र थोरै पुगेको थिएन, अनि अझै थोरै थपेँ त्यसमा। अनि त्यति गरिसकेपछि चलाएँ अनि टमाटर पनि खासै गलिरहेको थिएन, छोप्दै बनाएँ कि। अनि त्यति गरिसकेपछि टमाटर पनि पाक्यो। अनि पाकिसकेपछि मेरो पालो आलु हालेँ सुरुमा, अनि त्यसपछि काउली हालेँ। अनि त्यसपछि मजाले चलाएँ। ग्यास पनि खासै मजाले नबलेकोले अनि भेना पनि आउनुभयो र स्टोभ बाल्न लाउनु भयो। अनि स्टोभ बाल्दाखेरि त अनि स्टोभ पनि खासै मजाले नबलेर तनाव थियो। अनि म भने चाहिँ यता ग्यासमा मासु पनि फ्राई गर्दै रोस्ट गर्दै हल्का है, किनभने धेरै थियो नि त। अनि गाह्रो एकैचोटि बनाउनु गाह्रो भएकोले त्यसलाई पनि काउलीलाई गरे जस्तै गरेँ कि, हल्का रोस्ट गर्दै निकाल्दै गरेँ। अनि त्यति गरिसकेर यता भेनाले स्टोभ पनि रेडी गरिदिनु भयो है। मजाले आँच लाग्न थालेपछि त्यसपछि त अनि कति सजिलो भएको बनाउन। अनि मासुमा चाहिँ अनि तेलहरू तातिसकेपछि तेजपत्ता खोर्सानी जिराको फुर्यायौँ। अनि त्यति हालिसकेपछि टमाटरहरू अदुवा लसुन हालेर मसलाहरू हालेर एकछिन चलायौँ। अनि चलाइसकेपछि अनि टमाटरहरू गल्यो। अनि गलिसकेपछि त्यसको माथिबाट अनि मासु हालिदिनु भयो भेनाले। अनि त्यति गरिसकेपछि एकछिन भुट्यौँ त्यसमै। अनि भुटिसकेपछि लास्टमा चाहिँ हामी ग्रेभी बनाउने भनेर थोरै पानी पनि हालिदियो है। अनि थोरै पानी हालिसकेपछि एकछिन त उम्लिन दिनु पऱ्यो, नुनहरू लाग्न मसला लाग्नलाई त। त्यताउता पाकिरहेको थियो। अनि यता टमाटर पकाउने क्रममा त मेरो मोबाइलको त ध्वस्तै भएछ कि, ग्यास छेउमै राखेको थिएँ। अनि हतार पुछेँ, धन्न त केही भएन चाहिँ।
अनि टमाटरको अचार बनाउनु भन्नुभएको थियो दिदीले न्युट्रेला हालेर, सो त्यति पनि मैले गरिदिएँ। अनि एकापट्टि अब पुलाउ बनाउने रेडी पनि भइरहेको थियो, उता मासु पाकिसकेर। अनि सबैजना मिलेर पुलाउ पनि बनायो, पानी पुलाउ। अनि पानी पुलाउमा हामीले चाहिँ त्यो सादा नै गऱ्यौँ, त्यस्तो झन्झटिलो गरेनौँ। त्यस क्यारोट अनि मटर अनि घिउ त्यस्तै हालेर भेना मैले ठुलो भेनाले सबैजनाले मिलेर बनायौँ है। अनि त्यति गरिसकेर म सुगालाई भेट्न गएँ है। हामी कहीँ अलिक दिन राखेको थियो र त्यहाँ फेरि दिदीले सासू आफ्नो घर भनौँ न, सासू भाटामा पुर्याइदिनु भयो। अनि त्यति गरी भेटघाट सुगासँग गरिसकेर म खाना खानातर्फ लागेँ, किनभने साँझ परिसकेको थियो नि त, खाना पनि रेडी भइसकेको थियो। सो हतार हतार खानासाना खाएँ। अनि त्यसपछि अब पालो भयो बर्थडे सेलिब्रेट गर्ने। सो हाम्रो बर्थडे गर्ल आज रुँदै थियो है, आज बर्थडेको दिन पनि, किनभने उसको निनी आज सरप्राइजली उसलाई सरप्राइज दिन भक्तपुरदेखि आउनुभयो। अनि सो सरप्राइज भयो कि टोटली भ्याउँदिनँ भनेको थियो र उसको मनले पनि ल नि त आउँदैन निनी भनेर ढुक्क भएर बसेको थियो। तर सडनली निनी आउँदा त उसको आँखाबाट आँसु निक्ल्यो कि, बिचरा माया चाहिँ धेरै नै गर्छ कि होइन निनीलाई उसले। अनि बिचरा कस्तो माया लाग्यो कि मलाई, जस्तो पनि छोरी हो, दिदीको छोरी भए पनि मेरो पनि छोरी नै है। अनि सो त्यति आँसु निकालेर रोइसकेपछि एकछिन अनि सेलिब्रेट गर्ने पालो। सो हामी सबैजना मिलेर उसको बर्थडे सेलिब्रेट गर्न थाल्यौँ। सो त्यति गरिसकेपछि केक सेक काट्यो, उसलाई पनि मैले खुवाएँ है। अनि खुवाइसकेपछि अब मलाई घर पनि जाने पालो भइसकेको थियो। अनि बहिनीलाई भनेर, दिदीको छोरीलाई भनेर याङ्गो है बोलाउनु लाएँ। अनि सबैजना इन्जोय गरिरहेको थिएँ। अनि साह्रै रमाइलोको माहौल थियो आज चाहिँ, जो खुसी लाग्यो निकै दिनपछि। सो याङ्गो पनि आइपुग्यो हतार हतार। म पनि बेलुका याङ्गोमा चढेर घर फर्केँ। सो आजको दिन चाहिँ थोरै रमाइलो, थोरै दुःखदायक रिमिक्स थियो कि। सो खुसीको माहौल थियो आज जे जस्तो भए पनि। सो आजको मेरो ब्लग यति नै। सो टेक केयर, गुड नाइट फ्रेन्ड।